नमस्कार, म रेजिना उप्रेती कार्यक्रम रेड लन्चमा आएकी छु तपाईहरुको होस्ट बनेर। सधैँ टेलिभिजनमा अरूले अन्तर्वार्ता लिएको देख्नुहुन्थ्यो मलाई, तर आज मैले नै एउटा कुनै विशिष्ट व्यक्तिको बारेमा अन्तर्वार्ता कुराकानी गर्न गइरहेकी छु। एउटा जुन चलचित्र क्षेत्रसँग सम्बन्धित नभएर चलचित्र क्षेत्र बाहेक को हुनुहुन्छ एकदम विशिष्ट व्यक्तित्व। उहाँ हुनुहुन्छ आध्यात्मिक हाम्रो आदरणीय गुरु चैतन्य कृष्ण। आज उहाँ हाम्रो माझमा हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा स्वागत गर्न गइरहेकी छु। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रम रेड लन्चमा। हजुर, धन्यवाद। हुन त हाम्रो यो कार्यक्रम चलचित्रसँग रिलेटेड हामी चलचित्रको बारेमा धेरै कुराकानी गर्छौँ हैन, र पनि अब हामीसँग एउटा आध्यात्मिक हामीसँग गुरु हुनुहुन्छ चैतन्य कृष्ण हैन। उहाँको बारेमा पनि हाम्रो दर्शकहरूलाई केही जानकारी यहाँलाई पनि उत्सुकता लागिरहेको होला। हाम्रो गुरु बाल्य अवस्थामा कस्तो हुनुहुन्थ्यो जान्नको लागि, त्यसले गर्दाखेरि म कार्यक्रमको सुरुवातमा चाहिँ हाम्रो गुरु चैतन्य कृष्ण हुनुहुन्छ, उहाँको बाल्य अवस्थाको बारेमा जानकारी राख्न गइरहेकी छु। गुरु कस्तो हुनुहुन्थ्यो बाल्य अवस्थामा? सामान्यतया जसरी अरू बच्चाहरूको बाल्य अवस्था बित्छ, मेरो पनि त्यसै गरी बितेको हो। अलिकति बढी जिज्ञासु प्रकृतिको म थिएँ अनि सानैदेखि कला र संस्कृतिमा धेरै रुचि पनि थियो। आर्टहरू गर्ने गर्थेँ र गेमहरू चाहिँ असाध्यै राम्रो खेल्न मन लाग्थ्यो। गाउँमा क्यारम बोर्ड खेल्नमा चाहिँ मलाई कसैले पनि पराजित गर्दैन थियो त्यो बेला। अनि बिस्तारै बिस्तारै जब मैले गाउँबाट एसएलसी स्याङ्जा जिल्लाको मालुङ्गा गाविस, जहाँ ऋषि मार्कण्डेयले तपस्या गरेको भूमि मानिन्छ, त्यसलाई महालिङ्ग शब्दबाट नै मालुङ्गा बनेको छ। त्यो पावन गण्डकीको तटमा जन्म भएर त्यही गण्डकीमै पौडी खेल्दै खेल्दै एसएलसीको सम्म परीक्षा पास गरेँ। विद्यालयमा सधैँ प्रथम पछिल्लो समयमा गएर हुन थालेको थिएँ। एसएलसीमा प्रथम भएँ। अनि आइएससी पढ्नका लागि जब तानसेन बतासे डाँडामा म गएँ, विज्ञानका फिजिक्स केमिस्ट्रीका बुकहरू पढ्दा मैले जीवनको सत्यको बारेमा पनि धेरै जिज्ञासाहरू जाग्न थाल्यो। मैले गुरुहरूलाई प्रश्न गर्थेँ, जस्तै रुडोल्फ डिजेलले त्यो डिजेलबाट चल्ने इन्जिनको आविष्कार गर्नुभयो, मैकमिलनले साइकल बनाउनु भयो, अनि सोइसिरो होन्डाले बाइक बनाउनु भयो, अनि अरू अनेक प्रकारका जस्तै अहिले हामीले देखिराखेको जुन बल्ब छ, इलेक्ट्रिक बल्ब पनि एक कक्षा नपढेका साइन्टिस्ट थोमस अल्वा एडिसन उहाँले बनाउनु भयो। मैले प्रश्न गर्थेँ गुरुहरूसँग, न्युटनले ग्रेभिटी यो शक्ति गुरुत्वाकर्षण शक्तिको बारेमा पत्ता लगाउनु भयो, एक पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने गर्दछ। तर यसको स्रोत के हो? व्हाट इज द सोर्स अफ ग्रेभिटी? व्हाट इज द सोर्स अफ ग्रेभिटेसनल फोर्स? त्यो ग्रेभिटीलाई कसले मेन्टेन गरिराखेको छ? यसलाई कसले सपोर्ट गरिराखेको छ? म गुरुहरूसँग प्रश्न गर्थेँ। अनि व्हाट इज द कज बिहाइन्ड दिस युनिभर्स? हु क्रिएटेड दिस? हाउ दिस क्रिएटेड? यसरी गुरुहरूलाई अनेक प्रश्नहरू गर्थेँ। गुरुहरूले विज्ञानको भाषामा अटोमेटिकली बाई चेन्ज यसरी भयो भन्नुहुन्थ्यो, तर सन्तोष हुँदैन थियो। अनि गुरुहरूसँग बारम्बार जिज्ञासा गर्ने क्रममा एउटा साहित्य जसलाई द लाइफ कम्स फ्रम लाइफ एउटा पुस्तक हो, एकजना आध्यात्मिक महापुरुष श्रील प्रभुपादजीले एकजना पाश्चात्य वैज्ञानिकसँग गरेको कन्भर्सेसनमा आधारित त्यो बुकलाई पढिसकेपछि लाग्यो कि असली विज्ञान त अध्यात्म विज्ञान पो रहेछ। हामी त यति धनी रहेछौँ, यो पूर्वीय संस्कृतिभित्र हामी जन्मनेहरू। सारा पश्चिमले गरेका आविष्कार त हाम्रा ऋषिहरूले पहिल्यै गरेका रहेछन्। हाम्रा एक आचरणहरू विज्ञान सम्मत रहेछन्, विश्व कल्याणकारी रहेछन्। किन म असली विज्ञानको विद्यार्थी नबन्ने? त्यसपछि आइएससी पढ्दा यस्तो विचार आएपछि अनि आइएससी पछि म अगाडि पढाइलाई नबढाएर म स्पिरिचुअल फिल्डमै लाग्ने निर्णय गरेर म काठमाडौँमै स्कोनमा जोइन गरेँ पहिले। अनि वेस्ट बङ्गाल हुँदै अनि फेरि श्रद्धेय स्वामी राम सुखदास महाराजजी उहाँको सान्निध्यमा पुगेँ र पछि हाम्रो धर्म र संस्कृतिहरूको रक्षाको लागि विभिन्न महायज्ञहरू गर्ने, नेपालका धेरै जिल्लाहरूमा महायज्ञ गर्ने सौभाग्य प्राप्त भयो। अनि हजुरलाई चाहिँ जस्तो बच्चामा अब हुन त यो आध्यात्मिक कला संस्कृति यहाँ पनि आउँछ हैन, तर अब अहिले चाहिँ हामी जुन मैले विशेष म मुभीको कुरा गर्न गइरहेकी छु, एक्टिङको कुरा गर्न गइरहेकी छु, यहाँलाई कहिले लागेर म जस्तो ठुलो भएपछि एक्टिङ गर्छु अथवा फिल्ममा काम गर्छु, एउटा हिरो बन्छु अथवा क्यारेक्टर रोल गर्छु, कुनै जुनै पनि किसिमको हैन सोच कहिले आएन बच्चा अवस्था? सानोमा मैले जब दार्शनिकहरूका ठुल्ठुला विचारकहरूका विचारहरू पढ्थेँ, मलाई मनमा कस्तो भावना आउँथ्यो भने म पनि एकदमै गहन चिन्तक बन्नुपर्छ र केही दिनुपर्छ संसारलाई, यस्तो विचारहरू आउँथ्यो। मैले सानैदेखि फिल्महरू पनि खुब हेरेँ
नेपाली फिल्महरू मैले यहाँले सबभन्दा पहिलो हेर्नु चलचित्र हेर्नुभएको कुनै यहाँलाई याद छ मैले भने पहिलो फिल्म यो नै हेरेँ भन्ने त याद छैन, तर मैले लगभग नेपाली फिल्महरू 150 देखि 200 सम्म हेरेँ होला। लगभग 200 नेपाली चलचित्र हेर्नु भएको छ? 150 जति त लगभग मैले हेरेँ होला। मेरो घरमा 5वटा नाम भन्न सक्नुहुन्छ अहिले? मैले अहिले नाम त मलाई लगभग धेरै त बोलिसकेँ। जस्तो यहाँलाई एकदम सम्झिन एउटा गाउँले यस्तै यस्तै फिल्महरू मैले नेपालमा अब हिन्दीमा मैले धड्कनहरू यिनीहरू हेरेँ होइन। जस अहिले 10 वर्षको पिरियडमा मैले बिचमा चाहिँ मुभीहरूमा हेर्ने। गाउँले पछाडि कुनै चलचित्र हेर्नु भएको? होइन, हेर्न त धेरै हेरेको छु। अहिले आयो भने म फेरि बताउँला। जस मैले फिल्महरू धेरै हेरेँ। मैले विशेष गरी हाम्रो राजेश दाजु अनि हाम्रो गौरी दिजु हुनुहुन्छ अनि करिश्मा माताजी, उहाँहरूको चाहिँ अभिनयबाट म नेपालमा विशेष गरी शिव श्रेष्ठ हुनुभयो, भुवन केसी हुनुभयो, निर शाह हुनुभयो होइन, उहाँहरूको अभिनय देखेर मलाई एकदमै बढी प्रेरणा प्राप्त हुन्थ्यो। उहाँहरूबाट म विशेष प्रभावित हुन्थेँ र कलामा लागेर म पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने विचार आउँथ्यो आउन त। तर कस्तो भन्दा एउटा सहज जन्मजात प्रवृत्ति, एउटा चिन्तनको दिशामा, एउटा वैचारिक क्रान्तिको दिशामा अलिकति अग्रगामी देखिएको हुनाले त्यतैतिर बढी रुचि भएर म यो संस्कृतिको पाटोमा हजुरहरू यो पाटोबाट लाग्नु भएको छ भने आध्यात्मिक कला संस्कृति त्यो पनि भयो। हामी चाहिँ एउटा मुभीको तर्फबाट हामी आफ्नो ठाउँबाट पहल गरिरहेका छौँ। जस्तो हाम्रो साइडबाट हामीले चाहिँ कला संस्कृति हाम्रो मुभीबाट हामीले दर्शकहरूलाई चाहिँ धेरै थोरै हामीले मेसेज दिइरहेका हुन्छौँ होइन। हाम्रो तर्फ सक्ने हामीले गरिरहेका हुन्छौँ। जस्तो अब यहाँको जुन आध्यात्मिक छ होइन, यहाँबाट चाहिँ हामीले हाम्रो कला संस्कृतिलाई बचाउन जोगाउनको लागि हामीले कसरी पहल गर्नुपर्छ? अब संस्कृति भनेको त मानवमा भएका दुर्गुणलाई हटाएर उभित्र दैवी चेतना बढाउने, मानवीय भ्रातृत्व, प्रेम, भाइचारा यस्ता मूल्यहरूलाई बढाउने एउटा विधा हो। अब फिल्मको माध्यमबाट, विभिन्न टेलिसिरियलहरूको माध्यमबाट समाजमा यति बढी प्रभाव पर्छ। बच्चा अब अहिले विभिन्न नयाँ फिल्महरू आउँछन्, हाम्रा हरेक बच्चालाई त्यसको बारेमा बहुत इन्ट्रेस्ट छ। अहिले यो फिल्म आउँदैछ, यो फिल्ममा फलानु हाम्रो सेलिब्रिटीहरूले अभिनय गर्नुभएको छ, मेरो फलानु म उसको फ्यान हो, यस्तो खालको बच्चामा एउटा चर्चा हुन्छ। र जस्तो हाम्रा आइडियल क्यारेक्टरहरूले, हाम्रा नायक नायिकाहरू जस्तो हजुर पनि अत्यन्तै पपुलर हुनुहुन्छ, उहाँहरूले जस्तो अभिनय गर्नुहुन्छ, जस्तो फेसनदेखि लिएर भोजनदेखि लिएर जस्तो तरिकाले बोल्नुहुन्छ, बच्चाहरूले त्यो सिक्छन्। यदि हाम्रा अब संस्कृतिका मूल्यहरूलाई बचाउने हो भने फिल्मको माध्यमबाट, कलाको आज हाम्रो दर्शकलाई हाम्रो गुरु हुनुहुन्छ चैतन्य कृष्ण होइन, भनिदिनु पर्यो कि हामी नेपालीहरूमा यस्तो भइसकेको छ कि अलिकति हाउडे टाइपको, अलिकति हाउ जस्ट एकछिन हेरेन्जेल मनोरञ्जन दिने चलचित्रहरूमा बढी आकर्षित भइरहनु भएको छ होइन। जस्तो जुन कला र संस्कृति सम्बन्धी जुन पनि चलचित्र बनेको छ, आफ्नो एउटा देशको बारेमा एउटा जुन पहिलाको एउटा जस्तो हाम्रो उपन्यासहरू भयो, जुन लेखहरूको बारेमा जति पनि चलचित्र बनेको छ, त्यो चलचित्रहरूले कमर्सियल हिसाबले कुनै पनि चलचित्रले राम्रो बिजनेस गरेको छैन। हामी नेपाली भएर हाम्रो देशको बारेमा बनेको चलचित्र होइन, यस्तो त झन् हेर्नुपर्ने होइन, उहाँहरूले योबाट सिक्नुपर्ने। त्यसले गर्दाखेरि अलिकति दुःख लाग्दो कुरा चाहिँ यो भइरहेछ। त्यसले गर्दा दर्शकहरूलाई प्लिज, हाम्रो चलचित्र भनेको एउटा ऐना हो होइन, उहाँहरूले चलचित्रबाट धेरै कुरा सिक्न सक्नुहुन्छ। यहाँकै मुखबाट हाम्रो दर्शकहरूलाई प्लिज भनिदिनु न, यो भनेको चाहिँ एउटा छोटो समयमा, एकदम थोरै समयमा छिटो सिकिने माध्यम हो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो गुरुको मुखबाट चाहिँ हाम्रो दर्शकहरूलाई एकचोटि आफ्नो नेपालमा बनेको चलचित्र, आफ्नो नेपाली कल्चर, आफ्नो कला संस्कृति झल्किने होइन, यस्तो चलचित्र अझै इन्ट्रेस्ट देखाएर हेरिदिनु पर्यो हजुर भनेर चाहिँ हरेक व्यक्तिले आफ्नो देशलाई आफ्नो प्राणभन्दा बढी प्रेम गर्नुपर्छ। जसले आफ्नो मातृभूमिलाई, आफ्नो देशलाई प्रेम गर्दैन, उसलाई त्यो देशमा बस्ने वास्तवमा अधिकार छैन। मलाई एउटा प्रसङ्ग याद आएको छ। विश्वविख्यात आध्यात्मिक गुरु स्वामी विवेकानन्द, उहाँले एकपटक जापानमा जाँदा एकादशी व्रत गर्नुभएको थियो। व्रतमा फल मात्रै खाने, अन्न नखाने परम्परा छ। अनि उहाँले फल लिनुभएछ, एउटा पसलमा गएर स्याउ किन्नुभएछ। पसलेले साधारण गुरु अनि आफैले नरुजेको हुनाले भनेर कमसल खालका स्याउहरू राखेर कागजमा जोखेर दिएछ, तौलेर दिएछ। अनि गुरुजीले त लिएर जानुभयो, तर सानो जापानको बच्चाले देखेको थियो। त्यो पसले दाइले यी गुरुलाई ठगिराखेको छ भन्ने कुरा त्यो सानो बच्चाले देख्यो। अनि हातमा स्याउ लिएर जाँदै गरेको विवेकानन्दलाई गएर अनि उसले आफ्नो संस्कार अनुसार प्रणाम गर्यो। पहिला सन्तलाई प्रणाम गरेर गुरुवर त्यो स्याउ मलाई दिबक्स्योस्, मैले हजुरलाई अर्को राम्रो स्याउ ल्याएर दिन्छु भन्छ बच्चाले। स्वामीजी त सानो बच्चाको त्यो कुरा सुनेर बडा चकित हुनुभयो। बाबु किन भन्दाखेरि यदि मैले यो गरिनँ भने मेरो उपस्थितिमै
मेरो देशको नाममा कलङ्क लाग्नेछ। किनकि हजुरले बाहिर गएर भन्नुहुनेछ कि जापानका व्यापारीहरू त ठग हुँदा रहेछन्, अवसर पाए भने अर्कालाई धोका दिने प्रवृत्तिका हुँदा रहेछन्। यो भन्नुभयो भने मेरो देशको नाममा कलङ्क लाग्छ, दाग लाग्छ। मूल्य देख्दा देख्दै मेरो देशको मूल्य घट्नु हुँदैन, गरिमा घट्नु हुँदैन। म हजुरलाई अर्को राम्रो स्याउ ल्याइदिन्छु गुरुवर, कृपा गरेर मेरो अनुरोध स्वीकार गर्नै पर्छ भनेर बच्चाले अर्को स्याउ ल्याएर दिन्छ। अनि बिदा हुने बेलामा स्वामीजीले आँखामा गहभरि आँसु लिएर त्यो बच्चालाई भन्नुहुन्छ, बाबु मैले तिम्रो यो कुरा संसारलाई बताइदिन्छु। बच्चा तर्सिन्छ, गुरुदेव नबताइदिनु है, मेरो देशको राम्रो मात्रै कुरा गर्नु है भनेर मैले हजुरका लागि यति गरिराखेको छु, हजुरले अझै उल्टै चाहिँ सब बताइदिन्छु भन्नुहुन्छ, यो त हुँदैन भन्छ। अनि गुरुले भन्नुहुन्छ, बाबु मैले यो कुरा बताउँदिनँ कि जापानका पसलेहरू धोकेबाज हुँदा रहेछन्, ठग हुँदा रहेछन्, म यो कुरा बताइदिन्छु जापानका बच्चा बच्चा राष्ट्रभक्त हुँदा रहेछन्, उनीहरूको हृदयमा आफ्नो देशप्रति कति प्रेम हुँदो रहेछ, यो कुरा म बताइदिन्छु। त हरेक बच्चा बच्चामा आफ्नो देशप्रति प्रेम हुनुपर्छ। हरेक देशको उन्नतिको लागि त्यो देशमा उत्पादित वस्तुहरूलाई ती देशका जनताले प्रयोग गर्ने, त्यहाँको संस्कृति कलालाई माथि उठाउनका लागि त्यसलाई महत्त्व दिएर त्यसलाई फर्स्ट प्रायोरिटी त्यसलाई दिने गर्नुपर्छ। र नेपाली फिल्म, नेपाली सिरियलहरूलाई नेपालीले माया गरेनन् भने अरू कसले माया गर्छ? त्यसैले हामी सम्पूर्ण नेपालीहरूले हाम्रा कला र हाम्रो संस्कृतिलाई महत्त्व दिनुपर्छ, हामीले हाम्रा मूल्यहरूलाई बचाउनुपर्छ। यो कुरा त सत्य हो कि फिल्मले, सिरियलहरूले हाम्रो समाजलाई जता लिएर जान चाहे त्यति जान्छ। त्यसैले निर्माताहरूले, अभिनेताहरूले कस्तो बल गर्नुपर्छ, कतातिर जोड दिनुपर्छ भन्दा कसरी हाम्रा मूल्यहरू बच्छन्। जस्तो अहिले मैले कुरा गरौँ, अहिले सामान्यतया फिल्म हेर्दाखेरि त्यसको कथावस्तु गौण देखिन्छ, त्यसमा अनेक प्रकारका केवल बाह्य मनोरञ्जन, हजुरले भने जस्तै बाह्य मनोरञ्जनहरू तडक भडकहरूमा भुलेको देखिन्छ। अब त्यहाँ अल्कोहलहरू पिएको अनि त्यस्तै खालका नृत्यहरू गरेको मात्रै त्यति बढी महत्त्व देखिन्छ। नृत्य पनि महान संस्कृति हो। नृत्य, गायन, अभिनयको साथसाथै एउटा राम्रो म्यासेज पनि हुनु पर्यो हैन, सन्देश पनि हुनु पर्यो। र सबै मुभी फेरि म्यासेज सन्देश मात्र नभएर जस हरेक किसिमको मुभी बन्नु पर्यो हैन। त्यो पर्फेक्ट त हुनुपर्छ। मनोरञ्जनका हरेक कुराहरू त्यहाँ चाहिन्छन्, तर मनोरञ्जनका लागि अनेक साधनहरू छन्। जस्तै राष्ट्रियताका एकदमै गहनतम प्रसङ्गबाट पनि मान्छेलाई बहुत भाव जाग्छ, सुन्दा मात्र पनि भाव बढ्छ। अब अनेकौं प्रकारका हाम्रा जस्तै भारतमा त कैयौं व्यक्तिहरूको जीवनमा आधारित रहेर चलचित्रहरू बनिसकेका छन्। यहाँ आदिकवि भानुभक्त आदि बनेका छन्, यहाँ पनि लगभग बनेको छ कल्चर सम्बन्धी, यस्तो सम्बन्धी। हामी फेरि पनि यो कुरामा आउने नै छौँ। फेरि टाइम भएको छ एउटा छोटो सर्ट कमर्सियल ब्रेक।